भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। सामान्य सभामुख महोदय, माननीय मन्त्रीज्यूले पेश गरेको विधेयक प्रति समर्थन जनाउँदै फेरि पनि माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। नियामक निकाय रेगुलेटरी फङ्सन को विषयमा कुरा गर्दा विमानस्थल यसले ठिक पार्ने, विमानस्थल सम्पन्न भएको प्रमाणीकरण गर्ने, जहाजलाई सुरक्षित उडान अनुमति दिने, आइकाओको नीति नियम कानुन कार्यान्वयन गर्ने गराउने, पाइलटहरूको लाइसेन्स अनुमति दिने, विमान दुर्घटना र घटनाहरूको अनुसन्धान गर्ने लगायतका कामहरू सर्भिस प्रोभाइडर फङ्सन हिजो हामीले छलफल गरिसकेका छौँ। आज हामी नियामक निकाय अथवा रेगुलेटरी फङ्सनको छलफलमा छौँ। सर्वप्रथम त म के भन्न चाहन्छु भन्दा विमानस्थल ठिक छ छैन, यदि यही काम हिजो हामीले छलफल गरेको हवाई सेवा प्रदायकले एयरपोर्ट निर्माण गर्ने र नियामक निकायले त्यसलाई सर्टिफाई गर्ने अथवा सर्टिफिकेट दिने, यदि यो छुट्टा छुट्टै भएको भए आज पोखराको यो दुर्घटना हुने थिएन। एउटा व्यक्ति दुवै ठाउँको प्रमुख छ, सेवा प्रदायकको पनि छ, यता नियामक निकायको पनि छ। त्यसो भएको हुनाले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट यहाँ बाजेको हुनाले नै पोखराको त्यो दुर्दशा भएको छ। सम्माननीय सभामुख महोदय, अर्को कुरा जुन यहाँ भनिएको छ जहाजलाई सुरक्षित उडान अनुमति दिने, म सम्झना दिलाउन चाहन्छु 2080 श्रावण 9 गते सौर्य एयरलाइन्सको जहाज 34 दिनदेखि ग्राउन्डेड थियो। त्यो मर्मत गरिराखेको जहाजलाई जबरजस्ती क्यानको महानिर्देशकले खुरुक्क चाहिने पोखरा जाने होइन भने तिमीलाई चाहिँ ब्ल्याकलिस्ट गरिदिन्छु भनेर धम्काए, उसलाई त्यहाँबाट धमाउने कामहरू भयो। कम्तीमा जहाजलाई पोखरा मर्मत गर्न जाँदाखेरि कम्तीमा त्यहाँ चाहिने 18 जना पेसेन्जर हाल्न मिल्छ कि मिल्दैन? नियामक निकायले हेर्न पर्छ कि पर्दैन? उसले हेरेको छैन। त्यसले गर्दाखेरि यो दुर्घटना भएको छ। त्यति मात्र नभएर 4 वर्षको बच्चालाई समेत त्यहाँ चाहिने पेसेन्जर बनाएर लगिएको छ। कार्गो जहाज बिग्रेको सामानहरू समेत त्यो जहाजमा हालेर लगिएको छ। त्योभन्दा दुर्दशा अरू के हुन सक्छ? त्यसो भएको हुनाले म मान्य मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु, जुन चाहिने जहाज दुर्घटना भएको छ कानुनी व्यवस्था अनुसार कम्तीमा पनि जहाज आएको सदस्य 15 वर्ष अनुभव हुनुपर्छ। तर त्यहाँ 15 वर्ष अनुभव नभएको मान्छेलाई त्यो चाहिने छानबिनमा राखिएको छ। त्यसो भएको हुनाले यी सबै कुरालाई मध्यनजर गरेर जुन अघि मात्रै अमरेश मान्यजीले भनिसक्नु भएको छ, जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो, मेरै पालामा बनेको। तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो भनेर, साधु हो भनेर थाहा त हुँदैन। त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। एउटा हिन्दीमा एउटा कहावत छ, हमें तो अपनों ने लूटा गैरों में कहा था दम, मेरी किस्ती थी डूबी जहाँ पानी था कम। यही हुनाले यो समस्या उत्पन्न भएको। र अन्तमा म भन्न चाहन्छु, यहाँ उपस्थित भएका आदरणीय मान्यज्यूलाई म अनुरोध गर्न चाहन्छु, भैरवामा एकचोटि हेरौँ न। पोखराको त टेलर मात्रै हो, फिल्म हामी भैरवा हेरौँ न। त्यहाँ भैँसी चरिराखेको छ, हजारौँ भैँसी त्यहाँ एयरपोर्टमा भैँसी चरण भएको छ। त्यति मात्रै नभएर त्यहाँ माछा मारिराखेका छन्। अनावश्यक राज्यलाई लोड थप्ने गरी चाहिने जुन एयरपोर्ट चाहिने भार थपिएको छ, 23 अरबको जग्गा चाहिने खरिद गरेर त्यहाँ भ्रष्टाचार गरेको छ। यो पनि म मान्यज्यूलाई अनुरोध गर्दै आफ्नो भनाइ अन्त गर्छु। धन्यवाद, नमस्कार।